बिहानको हाम्रो यात्रा त्रिवेणीको यसो जल छर्के पश्चात अब फेरि उकालोको तय भएको छ। हेरौँ अब आज यात्राको तेस्रो दिन पक्कै पनि पुगिने छ। यात्राको कठिनाइले हाम्रो ज्यान पनि दुखेर रातमा पनि राम्रो निन्द्रा लागेन। आज हाम्रो यात्राको अन्तिम पैदल यात्राको अन्तिम दिन हो। यो यात्रा सरल यात्रा होइन, यो प्रकृति रास्तासँग जोडिएको सुन्दर यात्रा हो। त्रिवेणी बता गाडी बलिपाई गर्दा चरैतिर हरियाली दन्दारा खोला आकाश देख्न सकिन्छ। शीतल हावाले मनलाई छुन्छ। आज हाम्रो यात्राको अन्तिम दिन भएर हो क्या श्रीकृष्ण ढकाल पनि अघि अघि कुदिरहनु भएको छ। अब विजय भट्टराई र यात्राको आज पैदल यात्राको अन्तिम दिन हो। अनि हरिजीले सबलाई उछिन्नु भएको छ। म पछाडि भिडियो लिएको छु। म शिवप्रसाद नेउपाने। मौसम पनि चिसो, हात पनि हाम्रो फ्रिज भएको छ। यस्तो छ अवस्था। अब आज हाम्रो यात्राको अन्तिम दिन अनि मौसमले पनि हामीलाई साथ देला जस्तो देखिएको छ। बादल माथि देखिए तापनि हाम्रो यात्रा बढीमै अब त्यही नजिकै हुनुहुन्छ देख्दाखेरि, तर यात्रा चाहिँ साह्रै कठिनै होला जस्तो छ। हेरौँ अब हाम्रो आज अन्तिम दिनको यात्रा सर्टकट बाटो छ अरे। यहाँ भाइहरू पनि भेटिएछन्, उनीहरूसँग गयो भने सर्टकट, नत्र भने अझै 2 दिनको पास हुन्छ। यात्रा होइन, यो प्रकृति रास्तासँग जोडिएको सुन्दर यात्रा हो। त्रिवेणी बतादी बढ्दै गर्दा चरैतिर हरियाली दन्दारा खोला आकाश देख्न सकिन्छ। शीतल हावाले मनलाई छुन्छ। बाटोमा देखिने यो पारी देखिएको दृश्य बाजुरा हामी मार्ताडीबाट हिँडेका थियौँ। अहिले बादलले ढकमक्क छेकेको छ। श्वास पनि लामो लामो उकालोले गर्दा श्वास रक्तचाप बढिरहेको छ। बादलले सम्म फाँड जस्तो देखाएको भान पारेको छ। यो यात्राले हलिमारी प्रकृतिको सुन्दरता मात्र देखेन। यो यात्राले
मालिका मणिमालिकाको यात्रा हाम्रो लागि सधैँ याद रहनेछ। हिमलको काखमा बसेको पवित्र बडी मालिका बडी मालिका बडी मालिका यस्तो त खिच्ने त हो नि सफा रफर बाटो पार गर्दै आएको छौँ हामी नखिचेको हुन्छ मान्छेले। प्रकृति र आस्थाको सुन्दर सङ्गम यो पवित्र भूमिमा आउन पाउनु नै हाम्रो सौभाग्य हो। बडी मालिका मता देख्दा यति नजिकै थियो, वहीँ टाढाबाट पनि आई घन्टा हिँड्दाखेरि पनि अझै यति नजिक देखिया छ। अब कति घन्टा लाग्ने भन्ने कुरो थाहा छैन। उकालो पहाडको उकालो, फेरि अलिकति ओह्रालो फेरि पहाडकै चुचुरो टेक्न पर्ने। यो दुईवटा पहाडको चुचुरो देखिया, त्यो बिच बिचका पहाड थाहै छैन कतिवटा छ। यस्ता फुलहरू फाँटैभरि फुलेका छन्, सेतो रातो पियालो जस्ता खोजे पनि पाइन्छ। भिडियो बनाउँदा ख्याल गर्नु पर्ने कुराहरू, हामी यस्तो टुकटाकुरामा गएर फोटो खिच्ने अनि त्यहाँबाट रमाइलो गर्ने अभ्यास गर्नुहुन्न। यदि हामी त्यहाँबाट खस्यौँ भने कहाँ हो कहाँ, यहाँ उद्धार गर्ने मान्छे पनि हुँदैनन्, कोही पनि हुँदैनन्। यस्तो ठाउँ छ। कुन नेताको छोरो भिडियोको बनाउने क्रममा यहाँबाट खसेर मर्या भन्ने सुनिएको थियो, सायद त्यही भिड हुनसक्छ। यहाँ ब्यारिकेसन गरेको छ, मान्छेलाई यसो ब्यारिकेसन गरेर सुरक्षित राखेको छ। अब दाइयो भन्यो। अझ यो चुचुरो चढ्नै छ, त्यसपछिको चुचुरो होला सायद हाम्रो बडी मालिका। लगभग हामी यात्राको अन्तिममा आइपुगेका छौँ। यी पहाडका चुचुराले हामीलाई झुकाइरहेको छ। त्यहाँ त अब यो लास्ट फाइनल होला भनेको, फेरि अर्को चुचुरोले झुकाएको छ। सायद त्यस पछाडि हामी ठाडै उकालो लाग्ने होला। हामी लगभग करिबन गढीमाई नजिक आइपुगेका छौँ। तल गढी मालिका साथीहरू पनि भर्खर यहाँ आइपुगे, सकिने भएन। जय बडी मालिका, हामीलाई रसीले खिच्दै माथि पुर्याइदिनुहोस्। ओहो हौ हौ भगवान् कहाँ सजिलै भेटिनुहुन्छ र? हौ भगवान् भेटिन सजिलो हुनुहुन्न। त्यो डाँडाको टुप्पा हामीलाई वेलकम गरिरहनु भएको छ। अलिअलि कुहिरोले छेकेता पनि देखिएको छ। यो ठाडो उकालो अब है तेरिका कसरी होला लास्ट समय। जय बडी मालिका, हामी आउँदैछौँ। अझै कति टाढा हुनुहुन्छ? ओहो, जय बडी मालिका, जय हो भक्तजन सबैको जय हो। ओ मन्दिर देखियो। ओ जय बडी मालिका, जय जय। लास्टमा अन्तमा बडी मालिकाले हामीलाई उकालो ओह्रालो गराउँदै 3 दिनको यात्रामा आफ्नो शरणमा पुर्याउनु भयो। हाम्रो यहाँ श्रीकृष्ण ढकाल आत्तिनु सक्नु भएको त दोस्रो दिनदेखि नै आज आइपुग्नु भयो। तपाईँलाई कस्तो लाग्यो भनिदिनुहोस् त। तपाईँको यात्रा को यो बिचमा अहिले मलाई थकान सबै भइसक्यो। देखियो नि त
वर्षभर अहिले आनन्द लागिरहेको छ। जय बडी मालिका। 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 जय 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 बडी मालिका। हामी सबैको कल्याण गर्नुहोस्। हामी नेउपाने परिवार सबैको कल्याण गर्नुहोस्। समस्त नेपाली जनको कल्याण गर्नुहोस्। जय बडी मालिका। 3 दिन लगाएर हामी यो पवित्र धाममा आइपुगेका छौँ। 3 दिन भन्नाले हामी हाम्रो हिँडाइ त 6 दिन भयो। 3 दिनको पदयात्रामा यहाँ आइपुगेका छौँ र हामीले सम्पूर्ण नेपाली र हाम्रा कुलपितृ नेउपानेका कुलपितृ सबैले अब चाहिँ हामीलाई आशिष दिनुहुनेछ यहाँ पुगेको भन्ने मैले आशा राखेको छु। जय मास्टर, जय मास्टर, जय मास्टर। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। जय बडी मालिका, जय बडी मालिका, जय बडी मालिका। जय बडी मालिका। जय भगवान, जय भगवान, जय भगवान। सबको कल्याण होस् भगवान, सबको कल्याण भगवान। प्याट इमर्जेन्सी भयो। प्याट उठेको रहेछ, कुहिरेर गर्दा केही पनि देखेको छैन। पछाडिको पछाडिको बाटोमा शिवजी भगवान। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। यो यत्रा सररन्यत्र होइन, यो प्रकृति रास्ता सँग जोडिएको ओम भगवती नमः। सुन्दर यत्र हो त्रिवेणी बता गढी बलि पै गर्दा चारैतिर हरियाली डन्डारा खोला आकाश देख्न सकिन्छ। शीतल हावाले मनलाई छुन्छ, बाटोमा देखिने प्राकृतिक दृश्यले हाम्रो मन प्रफुल्ल बनाउँछ। बिस्तारै हामी उकालो बाटोतिर अगाडि बढ्दैछौँ। आजको यात्रामा हामी अनेकौं सुन्दर पतन हिमाल र अप्ठ्यारा बाटोहरू पार गर्नेछौँ। यो यात्राको हरेक। नमस्कार, मेरो घर त्रिवेणी नगरपालिका 15 हजुरको धनबहादुर बुढा मेरो नाम चाहिँ हजुरको। आर्मी भित्तामा मन्दिर बनाउने मै थिएँ हजुरको। अहिले पनि यो मलाई किन आयो यहाँ किन बस्यो सोध्नु होला। यो हामीले सेवा सुविधा सम्पूर्णलाई होस् भनेर टेलिकम नम्बरको जिम्मेदारी लिएर टावर बनाउने कामको लागि हेरि नउडेर यहाँ बसेको छ म हजुरको। मेरो होटल पनि यहीँ हुन्छ हजुरको। कोही यात्रुहरू आएपछि यस्तो दुःखी बिरामी आएपछि हजुरको त्यतिकै फ्रीमा पनि बसाल्छु हजुरको। अरूलाई आएपछि नआत्तेर आइदिनु होला। होटलमा खाने पिने सबै व्यवस्था पनि छ मसँग हजुरको। अनि चाहिँ यो माताले हजुरको इन्दी 9 बहिनी हुन् भन्छन् हजुरको। कान्छी बहिनी चाहिँ दुर्गा हुन् हजुरको। सबै बहिनी तलबाट आउँदा आउँदा आफ्नो ठाउँमा बसेँ हजुरको। अनि कान्छी बहिनीलाई के भन्यो भने हाम्रो त क्षमतै भएन बहिनी, तिमीहरू जाओ हिउँकाई मुसला हिउँकाईसँग त्यहाँ जाओ। सम्पूर्णको त्यहाँको चढ्नी पर्ने देश अधिराज्यभरिको आउने छ, तिमीलाई पस्ने छ, तिमी सम्पूर्णको रक्षा गर्नु होला भनेर यहाँ कान्छी बहिनी दुर्गा भन्छन् हजुरको। आएर अहिलेसम्म सोचेको सम्पूर्णको हजुरको सोचेअनुसारको पनि यहाँ पुरा गरेको छ। अहिलेसँग माताले अझै पनि गरौँ भन्ने हजुरको धेरै मलाई पनि थाहा छैन हजुर। धन्यवाद हजुरलाई। अहिले हामी बडी मालिका मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ। हामी बिहान
झन्डै 5:30 बजे त्रिवेणी धामबाट उकालो लागेको हो। झन्डै 4-4.5 घन्टाको हिँडाइपछि हामी यहाँ माथि आइपुग्यौँ र बडीमालिका अवस्थित रहेको समुद्र सतहदेखि 42 मिटरको हाइटमा अवस्थित छ। हजुरहरू आउन चाहनुहुन्छ भने पनि आउनु होला, रमाउनु होला। अलिक गाह्रो चाहिँ गाह्रै हुन्छ। धन्यवाद। तोतिर अगाडि बढ्दैछौ आजको यात्रामा हामी अनेकौं सुन्दर पतन हिमाल र तेरा बाटोहरू पार गर्नेछौ। यो यात्राको हरेक पल हाम्रो लागि एक नयाँ अनुभव हुनेछ। ल बडीमालिकाको दर्शन गर्दै हामी ओह्रालो लागिरहेको अवस्थामा मौसमले थोरै साथ दिएर यसो अलिकति सिन निकाल्न भ्याएको छु। पात जस्तो कहाँ छ र? हस् त बडीमालिकाको दर्शन गर्नु नै भयो। अब यो मेरो भिडियोलाई पुरा त हेरिसक्नु भयो होला। सब्सक्राइब गर्न र लाइक कमेन्ट हान्न नबिर्सिनु होला। धन्यवाद। सबैको कल्याण होस्। यो यात्रा साधारण यात्रा होइन, यो प्रकृति र आस्थासँग जोडिएको सुन्दर यात्रा हो। त्रिवेणीबाट अगाडि बलिपाई गर्दा चारैतिर हरियाली दन्दारा खोला आकाश देख्न सकिन्छ। शीतल हावाले मनलाई छुन्छ, बाटोमा देखिने प्राकृतिक दृश्यले हाम्रो मन प्रफुल्ल बनाउँछ। बिस्तारै हामी उकालो बाटोतिर अगाडि बढ्दैछौ आजको यात्रामा हामी अनेकौं सुन्दर पतन हिमाल र तेरा बाटोहरू पार गर्नेछौ। यो यात्राको हरेक पल हाम्रो